हेलो एभ्रीबडी, नमस्ते। म हुकुम बाबु ओली। आज म रियाक्सन भिडियो लिएर आइसकेको छु। एचबी इन्टरटेनमेन्टमा अब सधैँ रियाक्सन भिडियो आउने गर्दछ। हेरौँ आजको रियाक्सन भिडियो रहेको छ जलन ब्रदरको भिडियो। एउटा भिडियोको शीर्षक रहेको छ तुपेन्द्र शाह भर्सेस बालेन शाह, एभ्रीबडी फर एभ्रीबडी। एकदम रमाइलो टपिक छ अनि मैले रियाक्सन गर्न गइराखेको छु। कस्तो छ भिडियो अनि बोलौँला, हेरौँ भिडियो। लेट स्टार्ट नाउ। म चिन्दैन बालेन भने को चिन्दैन। ए बालेनको चिन्नुहुन्न? दिलराम काका भनिदिनुस् त बालेनको। बालेन यहाँ कि मैले ट्यापेन्द्रे भन्ने गरे यार। हावा कुरा नगर्नु न राजेन्द्र दाइ, हजुरले भनिदिनुस् त बालेनको भनेर। को हो त्यो मुजी? मेरो लागि कोही हुन्छ मुजी। दाइ विचार गरेर बोल्नुस् है। किन मुजी भनेको? त्यो मुजीलाई मुजी नै भन्छ। हैन हजुर बालेनसँग किन रिसाउनु भएको? बालेन के रिसाउरहेछ भने सुरुमै गरिबको चमेली भन्ने गीत गाए त्यो याद है। राजेन्द्रले सही बोल्छ नि यार। भनेको त पहिले गरिब ठपा हो के भन्दा। यही कुरामा मैले बालेन गालिदिन्छु। ओ मान्छे हिँड्नलाई हो, फुटपाथमा व्यवसाय गर्न पाइँदैन भन्ने विषयमा यो त कन्ट्राडिक्टरी भयो। अनि पार्किङ त त्यो यार 500 पैसा त फ्री गरे होइन हो बालेन भाइ। येलो लाइनको यतातिर चाहिँ ठाउँ-ठाउँमा चाहिँ फ्री गरे होइन। सडकमा पाइँदैन पार्किङ गर्न। राजनीति भनेको विकास हो, विकासको काम गर्नुपर्छ। खै गर्यो मुजी 1 वर्ष 1.5 वर्ष भइसक्यो। देख्नु भएन चोकचोकमा त्यत्रो बत्ती राखेको? सधैँ यस्ता मुजी बत्ती यो बत्ती नभएको होइन यो र राणा कालीदेखि छ नि। उहाँले अहिलेसम्म सिनको भाँच्नु भएको छ। ए हो र, अनि मिडियामा त खत्रै काम गरिरहेको जस्तो देखिन्छ त। मिडिया म्यानिपुलेसन गरेर चाहिँ उसलाई हाई जस्तो गरेर नि गरे जस्तो काम त छिटो केही भागै छैन। ए त्यस्तो पो हो। मुजी खाली कुरामा त गर्ने साथ। तर अरूको तुलनामा यो ट्यापेन्द्रे छानी जुन यो चाहिँ अलिक ठिक रहेछ है के त। काका अनि बालेनलाई मर्ने गरी गाली गर्दै हुनुहुन्थ्यो त, कसरी ठिक हो भन्नुहुन्छ फेरि? बोलेको चाहिँ ट्यापेले ठ्याक्कै पर्यो यार। कुन कुरा भनेको? सिंहदरबार जलाउँछ चलाएर। ए सिंहदरबार जलाउने बालेनको हो? बालेनको एउटा श्रीमती सुत्केरी हुन नपाउँदा छोरी र बुढीको कुरामा त पुरा सिंहदरबार जलाइदिन्छु भने त्यो बालेन। आमामामा, सिंहदरबार जलेपछि बालेन शाह हो भनेर हजुरलाई नै भन्ने बाटो बनायो। पुरै आगो लाग्यो नि त हो। हजुर जस्तो मान्छेले सिंहदरबार आगो लगाइदिन्छु भनेर स्टेटस लेख्ने हो के यार? यही भएर मैले रक्सी पिउन छोडिदिनुहोस् भनेको अस्तिदेखि। किन पिउनु भएको भन्नु त? पिउँदिन भन्दा भन्दै साथीले पिलायो। अनि पिउने त भन्दा भन्दै जबरजस्ती पिलाउने मान्छे चाहिँ को रहेछ? तपाईलाई नि कुनै टाइममा पैसा नभएको बेला यहाँनिर बियर सियर खुवाएर ए हजुर हो। बियर चुरोट कति यहाँनिर खुवाछ। ए अन्दाइ के हो यसरी रक्सी चुरोट पिलाउने आफ्नै साथीभाइहरूलाई त बिर्सिनु भयो नि त मेयर भइसकेपछि। अहिले तपाईँ त्यहाँ पदमा भइसकेपछि त आफ्नो दाजुभाइहरूलाई मिलाएर हिँड्नुपर्ने मान्छे। अनि को मान्छेको कुरा काट्नु भएर छ च्याटमा। अस्ति भर्खर गिरिश दाईको कुरा काटे होइन, गिरिश दाईसँग चिल हान्दै हुनुहुन्थ्यो त। गिरिश पनि त्यही त हो, मासले मन पराउँछ, ऱ्यापरहरूले मन पराउँदैन, स्पोन्सरले मन पराउँछ, फेरि यस्तै हो। अब दाई हेर्नु यहाँ मसँग चाहिँ यस्तो कुरा गर्नुहुन्छ अनि त्यहाँनिर चाहिँ तपाईँ सर्पो यतिकै भन्या रहेछ त। मेरो घरमा आएर यमा दाईको घरको बारेमा जे पाइ त्यही कुरा गर्ने अनि अब पछि मेरो हुने बित्तिकै गएर भैँसी पार्टीमा गएर सेल्फी खिचेर म शालिक बनाउँछु भनेर मानस दाईको पनि कुरा गर्नुभएको छ तपाईँले। अनि किन त्यसो भए मानस दाईहरूसँग भेट्नुहुन्छ त? तपाईँ मान्छे छक्कै रहेछ यार। मानस घलेले यही तरिकाले एक दिन नराम्रो पिटाइ भेट्छ। यता सिपेजको पनि मान्छेले बेकार मानस राखेको भन्न थालिसक्यो। बुढाको वेट नै छैन, सेम साकार पारा छ। मलाई हेर त माछ सिक्ने पापी। त्यही त दाइ सागर जस्तो पारा भनेर हेर्नु खोज्यो होला, थर्काउनुस् त। बालेन माछ सिक्ने खाते हेर्दै जा मेरो केटाले तँलाई कस्तो हान्छ। जसले पनि बालेनलाई टार्गेट हान्न लाग्यो यार। अगाडि सागरसँग पनि फोटो खिचेछ है। यु फेक एस मदरफकर। तपाईँ रियल सेट हुन जान्नु के, तपाईँ छक्का जसरी नहिँड्नु के दाइ। त्यही त अनि आफ्नो देवानदेखिको साथीभाइहरूलाई चाहिँ नबिर्सिनु होला, मिलाएर राख्नु होला। अनि जो पाइ त्यहीसँग यसरी अरू कुरा काट्ने होइन क्या दाइ, यसरी मेसेज लिक गरिदिन्छ। यसको होइन मैले यो चिजहरू नराखौँ जस्तो भयो थियो, तर दाइको भाउ चाहिँ अलि अति नै बढ्या रहेछ होइन। त्यही त बालेन दाइको भाउ यति बढ्या रहेछ कि प्रधानमन्त्री बन भन्दा पनि मान्नु भएन क्या। सडकमा बालबालिकाले बोलाए आउनु भएन, सरकारमा उहाँलाई बोलाउनु भयो आउनु भएन, आउँदैन। त्यस पछाडि हर्क साम्पाङलाई गर्नुपर्छ भनेर जेएनजीको माग, त्यत्रो तपाईँको चाहिँ माग हुँदा हुँदै उहाँले चाहिँ बुझ्नुपर्ने थियो। त्यही त बुझ्नुपर्ने हो यो कुरा। नबुझेर हेर्नु त प्रधानमन्त्रीको लागि सुशीला कार्यक्रम अगाडि सारेर हजुरलाई खाली हात धान पठाइदिनु भयो। के गर्नु त यार, बालेन दाइ धोकेबाज निस्किनु भयो त। अनि पब्लिकले हामीलाई मिलेको मन पराउँथे, पब्लिकले मिलेको मन पराउँछ भने मिलौँ त भन्ने खालको थियो। तर यसपालिदेखि उहाँले अब त्यो सबै कुरा सम्भावनाको ढोका सबै बन्द गर्नु। अनि त्यस्तो पनि नबनिहाल्नुहोस् न, इसारा देख्नु भएन, माया गर्छु त भन्दै हुनुहुन्छ त। कतिचोटि मन जित्नुहुन्छ यार। त्यो पोस्ट मात्र गरेर हुन्छ गे स्टफहरू, हर्क साम्पाङ आई लभ यु डार्लिङ यताउति। बाटोमा जिस्काउनु पो पाइएन, तर प्रेम प्रस्ताव त राख्न पाइन्छ नि त होइन। पाइन्छ पाइन्छ। एउटा केटा हुन्छ अर्को केटी हुन्छ। हजुर चाहिँ के तेस्रो प्रकार हो के भनेको? हर्क साम्पाङ आई लभ यु एकतर्फी भए पनि मेरो माया साँचो छ। थोरै फ्लर्ट गर्न पाइयो, उसलाई आफ्नो प्रस्ताव राख्न पाइयो। राख्नुहोस् त प्रस्ताव। आई लभ यु।
मैले घर घरमा गएर मलाई भोट दिनुस् भन्नु राम्रो कि चुनाव पछाडि घर घरको टोल टोलको गाउँ गाउँको ठाउँ ठाउँको समस्या समाधान गर्न जाने चाहिँ राम्रो पहिला यस्तो भनेको मान्छे अहिले चाहिँ बाहिरै निस्किनु हुन्न यार के भएको बालेनजी जनताको मेयर भइदिनु भएको छ खुपीको देउता हुनुभएको छ बरु तपाईँ भन्दा त दाइ कस्तो घरको साम्पाङ ग्राउन्ड लेभलमा बसेर काम गर्ने मान्छे ऊ हो क्या खोला खोला कुदेर ढुङ्गा गिटी कुदेर चाहिँ देश बनेको छ बालेनले खासै बाहिर निस्किनुहुन्न जनतासँग सँगै हिँड्नुहुन्न लुकेर बस्नुहुन्छ भनेर गाली गर्छन् घरको साम्पाङ जनतासँग सँगै श्रमदान गर्नुहुन्छ बाहिर निस्किनुहुन्छ त्यही पनि गाली गर्छन् त खोला खोला कुदेर ढुङ्गा गिटी कुदेर चाहिँ देश बनेको छ नेपाललाई चाहिँ कस्तो मेयर चाहियो अब खासमा बालेनले कहिलेको बाहिर पनि निस्किनुहुन्छ त्यहाँ कति लुक्नुहुन्छ यार जेनजीहरूलाई उचाल्नुसम्म उचाले स्ट्याटस दिएर त्यो मुला त बाहिर आउन सक्ने मान्छे त होइन त्यो कोहीसँग बोल्दैन आफ्नो सुर गरेर बस्छ छक्का बाउले त छोरा नै जन्माएको थियो गे जस्तो देखिरहनु भएको छ दाइ बालेनसँग छातीमा दम हो यो आन्दोलनको जिम्मा काठमाडौँको मेयरले लिन्छ भन्न किन सकेनन् त्यसकारण नामर्द हो कार हो यसले खाली स्ट्याटस लेख्ने घरभित्र बस्ने सबै मान्छेले उसलाई मर्द बनाइरहेको छ ऊ चाहिँ हिजडा जस्तै स्ट्याटस लेखिरहेको छ घाइतेले बालेन बालेन भनेर पुकार गर्दा एउटा हस्पिटलमा अहिलेसम्म गएर एउटा बिरामी भेटे बिरामीलाई भेट्न जाँदा पनि हुने बिरामी भेट्न जाने कुरा छोड्नुस् न त्यस्तो स्ट्याटस लेख्ने मान्छेले शहीदहरूलाई श्रद्धाञ्जली पनि दिनु भएन रे फेसबुक स्ट्याटसमा बालेन बारे एकदमै खतरनाक कुरो बाहिरिएको छ हो र के कुरा बालेनको कुर्सी लुसिफरको पछाडिको कुर्सी हेर्नुहोस् त ठ्याक्कै उस्तै छ सिङखडीको जस्तो कुर्सी देख्न पाइयो है अनि लुसिफरको अर्को क्यारेक्टर भनेको सधैँ ब्ल्याक ड्रेस ल हेर्नुहोस् बालेन प्रायः जसो देखिने भनेको ब्ल्याक ड्रेसमा हो चस्मा पनि कालो लगाउने गर्छ हैन लगाउने लुगादेखि चस्मा सबै कालो मान्छे पनि कालो भन्दा बेर छैन है के भनेको कालो लुगा नलागेको बाहिर देखिँदैन धेरै जसो होइन अनि डार्क इनर्जी उसले रिलिज गर्छ भन्ने जस्तो बालेनले के भन्यो भने म सिंहदरबार चलाउँछु भनेको थियो नि हो त्यो डार्क इनर्जीले काम गरेको भएर साँच्चै नै सिंहदरबार चलेको हो देख्नुभयो सिंहदरबार चल्नुको मेन रिजन यो रहेछ नि त्यसले मलाई हेपी छ भने त्यो देशै रहन्न भनिदियो भने देशै नरहने स्थिति हुन सक्छ कुनै इन्डिया चाइनाले एट्याक गर्न सक्छ त्यही भएर बालेनसँग पंगा नदिनु होला फेरि केही नराम्रो बोलिदिनु भयो भने त्यही हुन्छ त्यो शहीदहरूको अन्त्येष्टिमा त आउँदा हुन्थ्यो नि त बालेनको बच्चा मरेको भए अर्काको बच्चा मर्दाखेरि के मतलब श्रद्धाञ्जली सभामा किन गएन त्यो किन नलागो रहेछ किनभने शैतानहरू आफै श्रद्धाञ्जली सभामा जाँदैनन् भन्ने कुरा रहेछ के बालेन शिवजी हो शिवजी होइन तर शिवजीको भक्त चाहिँ होला किनकि सबले गजेडी गजेडी भन्छन् बालेनलाई गजेडीले गाँजा खाने बालेन ओ राम उडाउनु सोली सोली बेलुन त पनि गजडी म पनि गजडी हो एउटै आगोला नगर्नु हजुर गजेडी भए पनि बालेनलाई चाहिँ गजेडी हैन है बोले भने घण्टा हो अनि बालेनले कति गाँजा खाएको देख्नु भएको पहिला गाँजा खान्थ्यो ट्यापे खान्थ्यो सँग न हो के बालेन निस्किहाल्नु यहाँ सुन्न मुला तपाईँको अनुहार चाहिँ एकदमै क्युट तर त्यो पारा एकदमै ग्याङ्स्टर छ क्या बालेन भाइ तिमी सुध्रिनु यो ट्यापे नै हो ट्याप हान्छ भन्दैमा ट्यापे ट्यापे त भन्नु भन्दैन नि काका ट्याप खाएर ऱ्याप हान्दै हिँड्छ ट्यापे रापे महाशाला जस्तै व्यक्तिले गर्दा ट्याप ब्याटल गाउनेलाई समाजमा ट्यापे भनेर चिनिन्छ गलत नजरले हेरिन्छ स्वास्थ्य परीक्षण गरौँ भनेको छु नगरुन्जेल त म ट्यापे नै भन्छु जेन्जी साहब जोडिया त गुरुङ केटा छन् नि यी दुईटा टोलीहरूको छ नि एकपल्ट राम्रोसँगले स्वास्थ्य परीक्षण गरौँ त कुन लागु पदार्थ खाएर यिनीहरूले हरकत गरेर काका यार के भएको बुढा नेताहरूलाई पनि गाली गर्ने अनि नयाँ आएको युवाहरूलाई पनि ट्यापे ट्यापे भन्नुहुन्छ फेरि युवाहरूलाई भन्ने होइन तपाईँले कहाँ युवाहरूलाई भन्ने ट्यापेहरूको कमी छैन त्यही त नेपालमा ट्यापेहरूको चाहिँ कमी छैन है पूर्व युवराज पारस पनि ट्यापे बाहिरतिर भइदिया भयो नि तिम्रो चाहिँ यो जिब्रो सिब्रो म थुतिदिन्थे अनि पारसले पनि गाँजा खानुहुन्छ अरे त ल ठिक छ मानौ पारसले गाँजा खायो यहाँ देश खाइसके त्यसको हिसाब किताब छैन अनि तिमीहरूले केही खराब गर्दैछौ है भनेर जनताले भन्यो पारसले गाँजा खायो भनेर टाँसेर कुत्ता अनि पारसले गाँजा खायो भन्दा चाहिँ यस्तो भन्ने अरे गाँजै नखाने बालेनलाई ट्यापे गजेडी त भन्नु भएन म विड खाँदिन बालेन दाइले कति मान्छेहरूले भन्छ ए जोइन सोइन खान्छ यताउति हो भनेर त्यो चाहिँ गलत हो नभएको कुरालाई म भन्दैन है खाँदैन है त्यो चिज चाहिँ गाँजै नखाने मान्छेलाई गजेडी यो त हर्का साम्पाङले ग्रिन टी खाना बियर खायो भने जस्तो भयो राईको छोरो खान्छ नि म बागनको छोरोबाट त कहिले बधाई त्यसो भए हजुरले बालेनलाई ट्यापे भने जस्तो म हजुरलाई जडिया भनौँ त हाम्रो चाहिँ नेपाल ट्यापे महासंघ भन्ने एउटा संस्था छ त्यसको अध्यक्ष चाहिँ बालेन शाह होला ओली जस्तो ट्यापे ए ओली पनि ट्यापे राज्यलाई बालेन कस्तो लाग्छ भनिदिनुस् त त्यो म चाहिँ गाँजा खाएर गर्ने मान्छेको कुरा नगर्ने बालेभन्दा दामी म छु भनेर अहिले आइसक्यो नि त किन फेरि उसको कुरा गरिराख्नु देश बन्न के 6 महिना वेस्ट फालिदिनु सर 5 दिनमा म बनाइदिन्छु सर यार मलाई प्रधानमन्त्री यदि म भइदिएको है हजुर चार्जमा हुनुहुन्छ जस्तो लाग्यो पहिला फ्रेस हुनुस् अनि कुरा गरौँला है नेपालको यो राष्ट्रिय अस्मिताप्रति माया छैन बालेनलाई बालेन दाइ तपाईँ जस्तो फेक मान्छेले देश चलायो भने देश चाहिँ वाइल्ड बर्बाद हुन्छ कि त तपाईँले बेच दिनुहुन्छ कस्तो कस्तो गाली आउँछ मलाई हेर्नु त मलाई कति गाली गर्छ तर पनि चिलमा बस्छु नि म सम्बन्धित न्युज हेर्नको लागि ब्याट युज गर्न सक्नुहुन्छ यो नेताको त स्वाइनले लाउने पेन्टी पनि हाम्रो पैसा हेर्दै अब हेर्न सक्नु होला यो न्युजको लागि मात्र गजेडीले यो ट्यापे रापे महाशाला यस्तै रियापे ट्यापे खाते हाम्रो देशमा माछिग्ने यस्तै भेडाहरूले जिनियस केटाहरूलाई रोक्छ है रोक्छ
त्यही भएर खोडा हान्दै गएर रन्डीको बानहरूलाई त्यो सही काम हो त तैले तिनीहरूलाई खुकुरी हानिनस् भने कसरी देश बनाउँछ कोही मान्छेलाई दुःख दिने होइन नि त किनकि यस्तो रन्डीको छोराहरू छ होइन हामीलाई रोक्न खोजिराख्नेहरू यिनीहरू सबलाई खुकुरी हान्नुपर्छ माछी त्यही त उहाँहरूको कुरा सुन्दा चाहिँ सिरियलै भन्दा पनि उहाँहरूलाई चाहिँ समातेर दनक दिनुपर्ने हो हेर्नु यहाँ के भन्दैछ जेन्जीलाई त हत्या गरियो तर हत्या गर्ने को थिए विदेशबाट आएका स्नाइपर चलाउने सुटरहरू थिए ती सुटर कसले ल्यायो त्यही 90 करोडले ल्यायो त्यसमा को थिए भन्दा डिप स्टेट एउटा छ जसको सदस्य बालेन शाह पनि हो यसको मतलब बालेन शाह जेन्जीको हत्याको मुख्य पात्र विदेशी दलाल बालेन शाह हो कटा हान्नेलाई माछिने यो पनि हत्यामा संलग्न छ सबैलाई बालेन शाह भनेर छन् है के हो खास कुरो देशको चाहिँ अदालत जलाउने सिंहदरबार जलाउने अख्तियार जलाउने अख्तियार चाहिँ बालेनले होइन लुटपाट घिसिङको चाहिँ ग्याङले चाहिँ जलाएको जेलेस्की पनि त्यस्तै बालेन त्यो युक्रेनको रवि लामिछानेलाई दोस्रो जेलेन्स्की यसको त अनुहार पनि मिल्छ भन्थे अब अहिले चाहिँ बालेनको पालो नेपालमा यति धेरै देशद्रोहीहरू छन् यति धेरै विदेशी एजेन्टहरू छन् भने त बल्ल थाहा पाए जसले राज संस्थामा आउँदैन ऊ सबै विदेशी एजेन्ट हो मेरो बालेनजी विदेशीकै एजेन्ट हुन् अनि यो ट्यापे कहाँबाट रातारात बिहार भयो त काठमाडौँको भने के अनि बालेन विदेशीको एजेन्ट हो भने किन सपोर्ट गरिरहेछन् त बालेनको कन्डोमा हिँडिरहेछ नि यिनीहरू त्यस्तो नभन्नुहोस् बालेनको फ्यानहरू आउलान् फेरि हान्न म त घुमै आउँछु म त बालेनको गु खाने भाइहरू बालेनले तातै हक्छ खाऊ न भाइ त्यस्तै बालेनको त्यो रहेछ भने गरिदेऊ बालेन शाहको जुन फेम र पपुलारिटी छ नि अहिले त्यो देखेर अनि लुसिफर विदेशीको एजेन्ट इन्डियन भनेर बदनाम गर्न खोज्छ जेमा पनि षड्यन्त्र देख्ने जेमा पनि विदेशी देख्ने जेमा पनि अराष्ट्रिय तत्त्वहरू नै देख्ने घुसपेट देख्ने नेपाली त प्रचलन छ तपाईलाई थाहा छ एउटा कुरो डेभिल इज कमिङ भनेर धरहरामा कुन लेख्यो डेभिल भने थाहा छ को हो लुसिफर थाहा छ तपाईलाई थाहै छैन तपाईलाई अध्ययन छैन डेभिल इज कमिङ भनेर कुन चाहिँ ब्रान्डले आफ्नो प्रमोसन गराइरहेछ धरहरा कता भर्खरै नेपाली बजारमा यो एसियन थाई फुड्सको डेभिल्स चिकन नुडल्स अब यसलाई उहाँले आफ्नो तरिकाले कन्स्पिरेसी बनाएर लुसिफर बालेन के भनेर जुन आफ्नो एजेन्ट छ नि त लुसिफर छ नि त प्रधानमन्त्री बनेको भए अहिले अर्कै हुन्थ्यो होला नि त उसलाई अगाडि जेन्जीले सारेको उ नमान्नु डराउनु डराएर प्रधानमन्त्री नबने हो कि खतरे केही प्लान गर्दै हुनुहुन्छ कि के हो र यो के हुँदैछ यहाँ अनि उसले अर्को मान्छेलाई सार्नु जसलाई जेन्जीले चिनेकै छैन अनि यो त सबै कुरा त भरे त कस्तो भने स्क्रिप्टेड रहेछ के डिजाइनर हो के यो ट्यापे यो सबै गराउने काम नै बालेनको गृहमन्त्री कसलाई ल्यायो त्यही बुझ्नु न तपाईँ अमेरिकाका दलाल बहनचोद इन्डियन एम्बेसीमा लुकिरहेछ को बालेन हजुरलाई विदेशी एजेन्ट दलाल इन्डियन धोती भन्नेहरूलाई के भन्न चाहनुहुन्छ भन्नुहोस् त मादरचोद भाइ हो देउसिर हे राम्ररी भना देउसिर हे सोर्नेलाई कना देउसिर सोध्न चाहन्छु म बैठे